भाइको चाहिँ मैले हिजो जाँदाखेरि बेगहरू यस्तो फाटेको देखेको थिएँ हो। अन्त भाइलाई चाहिँ मैले गाइस उपालाई सानो भाइ आउँदै गरेको देख्नुभयो। यो भाइ चाहिँ मैले हिजो पनि देखेको थिएँ कि। अन्त बोडा उडेर जाँदै थियो। अन्त आज चाहिँ म सोध्छु ल के रहेछ उसको खास कुरा चाहिँ। ओ नानी एकछिन यहाँ आऊ त। उयो किन तिमीले चाहिँ उयो उयो बोडा बोकेको? छाता छैन अहिले, पानी पर्छ भनेर स्कुल गएको। अन्त उयो ए अन्त तिम्रो उयो चाहिँ तिम्रो बेग पनि फाटेको मैले देखेको थिएँ नि त हिजो। हजुर फाटिरहेछ। किनी माग्नु कसलाई किनी माग्नु? पापा बेङ्गलोर गएछ 10 वर्ष भयो। 10 पनि गरेको छैन। 10 वर्ष भयो कल पनि गरेको छैन पापाले। हजुर के भन्छौ? ल त्यसो भने यो भिडियो हालिदिन्छु। यो भिडियो हालेर चाहिँ जरुर कल गर्छ ल। यहाँ आउँदा तिम्रो बेगहरू हुँदा उता फड्का त। गाइस भाइको चाहिँ मैले हिजो जाँदाखेरि बेगहरू यस्तो फाटेको देखेको थिएँ हो। अन्त भाइलाई चाहिँ मैले यहाँनिर किताबहरू निकालेर त तिमीलाई मैले बेग ल्याइदिएको छु। बेग पनि ल्याइदिएको छु। अन्त यो बोडा पनि आजदेखि तिमीले बोक्नु पर्दैन हो। अन्त यो बेगमा हाल ल। यो बेग छ ल है तिम्रो किताब सब यो बेगमा हाल त। त्यो बेगभित्र छाता पनि छ ल। छाता पनि तिम्रो लागि ल्याइदिएको छु मैले। हिजो पनि तिमी बोडा उडेर जाँदै थियौ नि त त्यही भएर क्या। छाता छ देख्यौ छाता? त्यसो भने तिम्रो बेग यहाँ ल्याउ न। बेग त खालिदिउँ। अब यो बेग लगेर के गर्छु? के छ यो बेगभित्र के सामानहरू छ भने निकाले के छ? यो बोडा र अर्को फाटेको बेग चाहिँ म लिएर जान्छु ल। खुसी छ होइन? ल ओके मेरो भाइ ओके।